हेलो गाइजहरू, के छ हालखबर? सन्चै हुनुहुन्छ सबैजना? मलाई आशा छ सबैजना सन्चै हुनुहुन्छ भनेर है। अनि जति पनि मेरो युट्युब च्यानलमा, जति पनि मेरो फेसबुक पेजमा, जति पनि मेरो टिकटक जोडिनु छ सम्पूर्णलाई हृदयदेखि नमस्कार छ गाइजहरू है। अनि आफ्नो सम्झना त्यही हो है। अनि साउदी अरेबियातिर त लागेको आज 2 दिन भयो, 3 दिन भयो भनौँ न होइन, 3 दिन भयो। अनि आज चाहिँ अब कति सुत्ने भनेर यसो मार्केटतिर घुम्न जानु लागेको, त्यही हो गाइजहरू है। अनि भ्लगहरू चाहिँ हाल्न पाइरहेको छैन, अब जाने पनि ठाउँ पनि समय पनि मिलिरहेको छैन गाजहरू, त्यही हो है। अनि अब अहिले बाहिर चाहिँ रमदान लागिरहेको छ, यहाँको लगभग 6 बजीसम्म केही पनि पिउन पनि मिल्दैन, त्यही केही खानु पनि मिल्दैन बाटोतिर हिँड्दाखेरि होइन। अनि चुरोट पानी सानी केही पिउनै मिल्दैन यहाँनिर होइन। 6 बजी कटेपछि पछाडि मात्रै पिउन मिल्छ होइन, पिउन खानु मिल्छ बाहिरतिर। अनि अहिले चाहिँ ठ्याक्कै नमाजको टाइम भएर चाहिँ यहाँ साउदी अरेबियामा होइन, नमाजको लागि जाँदैछ मान्छेहरू। हामी चाहिँ मार्केट जानु लागेको होइन, त्यो गाइजहरू है। अनि हाम्रो ठ्याक्कै रमदानको लागि 35 दिन छुट्टी छ। अनि 35 दिनसम्म चाहिँ हामी सुतेर बस्ने हो गाइजहरू है। अब कतै अब समय भएछ घुम्नु जाउँला होइन। अब कतै साथीहरूले अब बाहिरतिर कतै काम मिलायो भने कामतिर जाने हो, नत्र भए दिनभर सुतेर जाने हो है। देख्न सक्नुहुन्छ साथीहरू अगाडि जाँदै हुनुहुन्छ होइन। यो बाटो चाहिँ हामी ठ्याक्कै सोनामा तामिम जानु लागेको, सोना पनि छ, तामिम पनि छ माथि होइन। त्यही हो गाइजहरू है। अनि अब एकदम फेसबुकमा पनि अब काम गर्नलाई एकदम गाह्रो छ है। 10,000 फलोवर्स पुऱ्याउनु त्यता पनि गाह्रै छ, युट्युबमा 1,000 सब्सक्राइबर हुनु गाह्रै छ होइन। जता पनि गाह्रै छ, सजिलो त केही छैन होइन। अब कन्टेन्ट अनुसारको त्यो सब्सक्राइबर पुग्ने हो अनि फलोवर्स पुग्ने हो होइन। अब ठ्याक्क अहिले यहाँको चाहिँ लगभग 5 बज्न लाग्यो होइन। अनि छिन मार्केटतिर घुमेर आउँ भनेर साथीहरू निक्लिनु लाग्नुभयो, कति रुम सुत्ने भनेर। अनि मार्केट जानु लागेको छ, हेरौँ है के हुन्छ अब मार्केटबाट के अफर लाग्छ कि रमदानको बाद। यहाँ त अफर लागिरहेको हुन्छ क्या, हप्ता दिनमा अब 15 दिनमा अफर दिइरहेको हुन्छ। अनि केही सामान अफर लाग्छ भने किनौँ ल भनेर जानु लाग्यो। अनि यति राम्रो घरहरू छ कि यहाँनिर देख्न सक्नुहुन्छ मेलैले है, चट्ट हेरिराख्नु जस्तो। ए बाबा बिचमा चाहिँ घेरेको छ होइन। अनि अरू त्यही मान्छे आइरहेको छ होइन, यति राम्रो घरहरू छ। त्यो गाइजहरू है, घरतिर भेटौँ ल। देख्न सक्नुहुन्छ गाइजहरू है, यो भित्र पनि यति राम्रो घरहरू छ वरिपरि। एउटै साइजको साढे 2 तलाको घरहरू छ। के मजाले मिलाएर बनाउँछ यो साउदी अरेबियामा घरहरू गाइजहरू, देख्न सक्नुहुन्छ है। अनि यसो हल्का भ्लग हाल्यौँ, त्यही हो है। हामी चाहिँ यहीबाट जानु लागेको। अनि शिरमा नेपाली ढाका टोपी छ है। अनि यो चाहिँ मैले नेपालबाट लिएर आएको थियो। अनि मान्छेहरूले कति माग्छ क्या, मलाई दिनुहोस् भन्छ होइन, मलाई नेपालबाट मगाइदियो भन्छ। कतिजनाले मन पर्छ यो ढाका टोपी लगाएर हिँड्दाखेरि। म प्रायः कामतिर शनिबार जाँदा पनि लाएर गएको हुन्छु। अनि चस्मा चाहिँ मेरो यो भ्लगको लागि भनेर नि म जहिले प्रयोग गरेको गर्छु गाइजहरू है, त्यही हो। अनि अब मल पनि कतिले छैन, फेरि त्यही माथि होइन। अनि कन्टेन्ट पनि त्यस्तै हो। अनि जाँदैछौँ हामी, लगभग 4-5 मिनटमा त पुग्छौँ होला अब हामी पनि होइन। त्यहाँनिर हेरौँ के अफर लाग्छ ल। देख्न सक्नुहुन्छ गाइजहरू है, यो सोनामा तामी मार्केट चाहिँ। अनि सनराइज घाम चाहिँ त्यहाँनिर पुगिसक्छ होइन। अनि हामी चाहिँ पुरै मरबई हिँड्दैछौँ होइन। अनि यो चाहिँ देख्न सक्नुहुन्छ, यो माथि टाली बिछाएको छ। अनि माथि गाडी पनि कुदाउनु मिल्यो है। हेर्दा यस्तो चाहिँ कमसल देखिन्छ तर एकदम बलियो हुन्छ क्या। यहाँ चाहिँ त्यही छ है। अनि भित्र जान्छौँ हामी, त्यहाँ पुग्छ होइन। सायद त्यहाँ अफर लाग्यो हुनसक्छ। त्योभन्दा माथि गयो भने माथि छ क्या सोना मार्केट, धेरै टाढो जानु पर्छ, त्यही भएर त्यहाँबाट किन्नुभयो गाइजहरू है। त्यही हो। अब झन् रमदान लाग्यो, छुट्टी त छ तर घुम्न जानु पाइरहेको छैन होइन। अनि अब नेपाल पनि जान सकिनँ गाइजहरू है, 1 महिना छुट्टी त थियो। अब जाने अब रहर नभएको भन्नु कि अब समय नमिलेको भन्नु कि, त्यही हो गाइजहरू, केही भन्न सक्दिनँ त्यसको लागि चाहिँ। देख्न सक्नुहुन्छ गाइजहरू है, त्यो पुरै घरहरू छ नि, एकलौटी देख्न सक्नुहुन्छ है। त्यो पुरै माथिसम्म नै सबै त्यो चाहिँ पार्क भइहाल्यो होइन। अस्ति मैले त्यहीँ भ्लग बनाएको थिएँ, त्यो पार्क भयो। अनि हामी चाहिँ यो बाटो जाँदैछौँ टक्क यो माथि चाहिँ। अनि ठुलो प्याटी प्यालेस छ, त्यो भित्र चाहिँ प्याटी प्यालेस हो। अनि हामी चाहिँ यो बाटो जाँदैछौँ, त्यही हो है। अनि त्यहाँभित्र भ्लग बनाउनु मिल्ने छ भने म भिडियो बनाउँछु गाइजहरू है। अनि भिडियो बनाउनु नमिल्ने छ भने चाहिँ म बनाउँदैन हेर। मान्छेहरू चाहिँ कतिको छ होइन, धेरै मान्छे भने लाज लाग्छ। किनभने अब मान्छेको अगाडि फेरि भिडियो बनाएर राख्दा नि फेरि होइन नमल गति लगाओस्, त्यो हुन कारणले गाइजहरू है। त्यहाँभित्र म हेर्छु
यदि भिडियो बनाउनु मन लाग्छ भने चाहिँ म त्यहाँ मान्छे रहन्छ भने चाहिँ म बनाउने छु है। त्यही हो है। अनि फेसबुकको लागि पनि मेरो कन्टेन्ट चाहिरहेको छ अनि युट्युबको लागि पनि कन्टेन्ट चाहिरहेको छ अनि त यो दुवै ठाउँको लागि कन्टेन्ट चाहिरहेको भएको कारणले चाहिँ अनि भ्लग बनाइदिउँ भनेर बनाइदिनु खोजेको आएछ है। अवस्था के छ हेरौँ। फाइनली आइपुग्यो हामी चाहिँ यही त जाने मार्केट तामी मार्केट चाहिँ। अब हेरौँ के हुन्छ है त। मार्केटका आडै जाँदैछौँ हामी मार्केटभित्र छिर्न लागि है। अनि वरिपरि पार्किङ छ अनि माथि छाना यस्तो छ है। अब यहाँ देख्न सक्नुहुन्छ भित्र के छ हेरौँ। अनि सायद छिरिसक्यो। बढौँ ल्याउँ टली उठाउँ एउटा जुन एउटै हो उठा जुन भयो नि हुन्छ एउटा एउटा टली के छ सबै आउनु थाल्यो फेरि कहाँ अड्केछ कमरेड टली तान्नु सकेको अवस्था। तेल बोकौँ न एउटा कुन छ ठिक छ 14 रियलको हो 15 त्यो अहिले अफर लाएर होला सायद कार्ड छ यहाँको के हुनु त्यो टक्कै हेरौँ न राम्रो खालको त्यही हो। त्यो कति लिटर हो त्यो लिटर 3 के एक आधा होला 1 लिटर आधा होला पुग्छ ल। त्यही हो सनफ्लावर नि ल धेरै पातलो छ होइन पानी जस्तो एक कसले के ढालेको थियो फेरि फुलहरू पनि छ देख्न सक्नुहुन्छ गाइजहरू तेरा केरा उठाउन लाने हो 6 रुपियाँ किलो बनाना 6 रुपियाँ किलो गाइजहरू है देख्न सक्नुहुन्छ यहाँ वरिपरि यहाँ रहेछ फेरि यो पाकिस्तान उस रहेछ 5 रियलको टमाटर पनि रहेछ कति राम्रो टमाटरहरू स्याउ बोकौँ है स्याउ बोकौँ एप्पल बोकौँ 9 रियलको फेरि यहाँ पनि फरक दामको छ त यहाँ त 5 रुपियाँ त्यो भन्दा चाहिँ के फरक रहेछ यो लसुन बोक्नु न एउटा फलफुल गाइजहरू लसुन त्यही हो यतापट्टिको 19 छ 9 रियलको रहेछ। स्याउ किन्नु है साथीहरू स्याउ पनि किन्ने साथीहरूले खुर्सानी बोक्नु पर्ला खुर्सानी चाहिँ यति राम्रो छ गाइजहरू है देख्न सक्नुहुन्छ खुर्सानी सर कति पिरो होला सर यो पिरै होला त्यो त बोक्नु होला है यति राम्रो छ यहाँभित्र यार अरू हेरौँ कमरेड के लानुपर्छ कमरेड अदुवा छ हामीलाई है खुर्सानी हालौँ ल गाइजहरू मार्केटबाट नेपालको लगभग 8-9 हजारको सामान लिएर आयो है गाह्रो छ महँगी छ गाइजहरू अफर भनेको कुरा केही छँदै छैन है रमजानको अफर लाग्यो होला भनेको के अफर लागेको छैन साथीहरू आफै व्यस्त हुनुहुन्छ भ्लग बनाउनलाई अनि त्यो गाइजहरू है खास सामान केही ल्याएन थोरै सामान ल्याउँदा पनि नेपालको 8-9 हजारको सामान आउँछ त्यहाँबाट भिडियो बनाएर राख्नु मलाई साह्रै झ्याउ लागेर है मान्छेले जाउने फेरि मान्छे हुन्छ होइन अनि के भिडियो बनाएर राख्नु अनि कबड्डी मुवाले भनेर हल्का बनाउनु पानी गाइजहरू त्यही हो है रमजान त लाग्यो अफर छैन रमजान बेला अफर हुनुपर्ने गाइजहरू छैन के गर्नु देख्न सक्नुहुन्छ है यही बाटो जानुपर्ने हो अघि आएको बाटो त्यही हो अहिले आएको बाटो त्यही हो रुममा सुत्नुभन्दा त मैले यसो मार्केटतिर घुमेँ होइन सामानहरू पनि चाहिने सामानहरू पनि किनिन्छ होइन त्यही हो गाइजहरू है अनि भ्लग ल्याउने चाहिँ कोसिस गर्नेछु होइन हेरौँ के हुन्छ समय मिल्यो भने होइन तपाईँसँग मिलाएर भ्लग ल्याउने कोसिस गर्नेछु है आजलाई त्यति नै यो बाँकी अर्को भ्लगमा भेटौँला है ल है भ्लग सबै हो सबको सोचाइ सबको मन
युट्युबबाट पैसा कमाउने फेसबुकबाट पैसा कमाउने होइन गाइजहरू त्यही हो। ल ल ल यहाँ त भ्लगर छन् गाइजहरू देख्न सक्नुहुन्छ है कहाँ रमाइलो भइरहेको छ हाम्रो साथीहरू। ल ल ल हेलो हेलो साह्रो रमाइलो हुन्छ साथीहरू है। यसो मार्केटतिर निक्लिँदा नि बाहिर होइन कोठाबाट बाहिर निक्लिँदा नि साह्रै मजा लाग्छ है। त्यही हो है गाडी कडाएर रोडमा केही सुनिँदैन आवाज चलाएर त्यस्तै